काम छ, मकै पनि गोड्नु छ, कुटो पनि लिएर आइज है। अस्ति भर्खर गोडेको कति छिटो झार पलाएछ। अघिदेखि बोलाएको यत्रो धेरै झार छ बारीमा, यो हर्के कहाँ गयो? काम गर्ने बेलामा यस्तै गर्छन् काम गर्नेहरूले। किचनको त्यति काम सकाएर आउन नि यत्रो टाइम लाग्छ? किचनको काम सकाएर भाँडा पनि माझ्नु बिर्साउने, त्यसैले ढिला भयो। आज जुनेली पनि आँखी रहेनछ। कहाँ गएछ त्यो आज पनि नआँखी? आज आमाको मुख हेर्ने दिन, सायद त्यसैले ढिला गरेकी होला सक्ने। ए त्यो कति बेला आउँछ? त्यत्रो धेरै लुगा पनि धुनु छ, यो सबै मकै गोडी सकाएर बोरा सरा साइडमा हटाइदे अनि आएछ है छिटै गर्नु। हुन्छ साउनी। पनि गरिसक्यो। अब लुगा धुनलाई पनि बोलाएको छ साउनीले। फेरि जाने त होला नि। आज त आमाको मुख हेर्ने दिन पो। मलाई पनि मेरो आमाले गाउँमा कुरेर बसेकी अहिले मेरो छोरा आउँछ भनेर के गर्नु। एकचोटि फोन गरेर भए पनि भन्नु पर्ला आउन पाइनँ है आमा भनेर। अर्कोचोटि चाहिँ पक्कै पनि जानेछु। सक्यो अब लाग्नु पर्ला।
घरले छुट्टी पनि लागेन, त्यसलाई जाउँ लागेको थियो होला। जुनेली पनि आएन, डबल काम गर्नु पर्यो उसैले। कतिखेर आउँछ, आए त सँगै खाना हुन्थ्यो। साउनी, बारीको काम पनि सबै सकाएर आएँ। अब भित्र अलिकति लुगा धुनु छ, म धोएर आउँछु है। ए ठिक छ, बस एकछिन स्याउ ल्याएको छु मैले, खाएर त। हातको छ होला, टोपी थाप्न त। र बिचरा यो हर्के। आज आमाको मुख हेर्ने दिन कति धेरै आमाको याद आएको थियो होला। घर पनि गएन, जे हराए त्यही मान्छ। कति इमान्दार छ है। अब यो महिनाको अन्तिमतिर एकचोटि आमालाई भेटेर आइज भनेर घर पठाइदिनु पर्ला।